हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हाम्रो नेपालको ह्याप्पी न्यू इयर हो। अनि आज चाहिँ हामी यता बाने जान लागेको छौँ। अनि बाने जाँदा चाहिँ हामी राउ खोला तर्नुपर्छ। यहाँ कति राम्रो साग रहेछ गाइज। अनि यो चाहिँ खोला हो। अनि हामी बिहानै हिँडेका छौँ। बिहानै हिँड्यो भने मात्र त्यहाँ पुगिन्छ, नभए त घर आउनुको लागि रात नै पर्छ हाम्रो लागि। त्यही भएर यहाँ कति धेरै सागहरू रहेछ। हामीले माछा चाहिँ भेटाएनौँ, माछाहरू चाहिँ थियो होला। ऊ त्यहाँ छ सानो बुनु बहिनी। अनि यतातिर हामी चाहिँ मैले भर्खर त्यहाँ केही चलेको देखाएको थिएँ र म त्यहाँ हेर्दैछु अहिले। यत्रो साग छ गाइज। यसलाई चाहिँ हामी सिम साग पनि भन्न सक्छौँ। यो चाहिँ खोलाहरूतिर पाइने गर्छ यो साग चाहिँ। उता मैले पाहाको बच्चा देखेँ र त्यो डाँडादेखि हामी आएका थियौँ। र अब हामी उता यो खोला तरेर बाने जाँदैछौँ है त गाइस, न्यू इयर मनाउनु, नयाँ वर्ष 2082 साल। उता चाहिँ भाउजूहरूले टिपिरहनु भएको छ भने मेरो यता मम्मीले टिपिरहनु भएको छ। अनि अरू चाहिँ उता गइसक्नु भएको छ। बाने हिँडेको मम्मीले चाहिँ यता सिमसाग टिप्दै हुनुहुन्छ। अनि अब चाहिँ उठेर उता जाँदै हुनुहुन्छ मम्मी चाहिँ। हजुर अब म चाहिँ हिँडिसकेको छु अगाडि। अनि मम्मीहरू चाहिँ बिस्तारै आउनुहुन्छ अरे। त्यही भएर अगाडि जानुभएको मान्छेहरूले त भेटाउनु पर्यो। अनि अब म जाँदैछु। यहाँ थोरै रोड जस्तै भए पनि उकालो त धेरै छ। अब सिधै उकालो ढुङ्गादेखि सिधा बाटो छ भन्नुभएको छ। अब के हुन्छ हेरौँ है त गाइस। यो भिडियो लास्टसम्म हेर्नु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि लाइक सेयर कमेन्ट नै गरिदिनु होला है त। अगाडि जाँदैछु मैले चाहिँ। त्यहाँ पुगिरहनु भएछ आन्टीहरू चाहिँ, आन्टी बहिनीहरू। अब उहाँहरूलाई म भेटाउने कोसिस गर्छु है त गाइसहरू। हुन्छ। अबको बाटो चाहिँ धेरै उकालो रहेको छ। अब यस्तै बाटो हुँदै जानेछौँ हामी बाने। बाने चाहिँ साल्पा पोखरी जस्तै त्यहाँ एउटा पोखरी रहेको छ। जुन ठाउँमा चाहिँ हामी जाँदैछौँ त्यहाँ चाहिँ आज नयाँ वर्षको मेला लाग्दैछ। यो उकालो गर्दै म चाहिँ जाँदैछु। त्यहाँ पुगिसक्नु भएछ आन्टीहरू चाहिँ। म चाहिँ यहाँ बिस्तारै हिँडिरहेको छु। अनि मम्मीहरू चाहिँ अब आउँदै हुनुहुँदो रहेछ। अनि हामी गएको ठाउँ चाहिँ राउखोला भन्दा माथि चाहिँ हामी आएर हामी अहिले चाहिँ खाजा खाँदैछौँ। र त्यहाँबाट हामी जाने हो। अनि यो चाहिँ रहेको छ त्यो डाँडादेखि देखिने सिनहरू। यो तलको चाहिँ अघि हामी आएको राउखोला हो भने उतातिर चाहिँ अरू गाउँहरू पर्छन्। हामी आएको गाउँ चाहिँ अहिले यहाँबाट देखिँदैन रहेछ। ल अहिलेकोले म जस्तो कैँची बोक्छ। कैँची गरे के कैँची भनेको चाहिँ नानी? सिजर संस्कार हो नि त यो बोक्नु त। फटे पनि खाइसक्यो म त बेच्दै यो लाइटर रखे निजी जा दूर हम नम्मु आज समसम कान्छु रख्नु अरुवाको पनि बाबुजी दाजु रख्नु नि हैन मेरो जतिको रखे त कहाँ छ र निजी ल चलो दूर हम नम्मा छु लम थिकिम बाल ल खट्टी पनि खाइयो। मेरो माछाको बिरु खोइ मेरो बारी हलुङ भो। यो के हो त बाली? देख्छ सानो छ खाउ न। अब मेरोमा त चुरा छ। अलि गुनुक लाउ न।
रक्सी खाइसक्छन् भन्नुभयो उता डुल्लै छ खाएको छैन है म त अलिक पछाडि आउनु खाँदै यस्तो बिना त मेरो त चल्नु छोड्यो तेरो र मेरो गाँठा त एउटा रहेछ यो गाँठा त छुरा नै एउटा तिमीले एकै खाले मेरो नि त डिजाइन उम्न फिला टाइपको आउँ दो यो खालेको अरू छ अहिले धरान खोज्दैन अनि आउँदै पनि अब चाहिँ हामी ढुङ्गे आइपुगिसकेका छौँ। ढुङ्गेमा चाहिँ मम्मीहरूले चाहिँ झाड खाइरहनु भएको छ। अनि यता छ सानो बुनु। अनि अब चाहिँ हामी ढुङ्गेबाट चाहिँ सिधै गएका छौँ। ढगाल्नु अनि म बोतिदिन्छु लङ्का बुनुलाई गर्ने भयो यही त अनि ढुङ्गे ऋषिका कहाँ पुग्यो? सलिना होइन तिमी सलिना होइन र सलिना त अगाडिको सानो बुनु पो त हो। ठुलो चाहिँ खै अहिले के भन्थ्यो? लबिसा लबिसा बोल गर बिचार पनि जति पनि कस्तो ए गथ्यो सिधा पुरानो भाइ ना तो छिटो गर्छ नि त्यही माने अनि भाइमा यो न भाइमा बुढा नि अब चाहिँ सिधा छ भनेको त के हो? म त हेरेको छैन के हो? त्यो त बाक्सलाई नै होला है बुनु उडेर जानु पायो भने त नि त्यो बाक्सलामा त्यो ठाउँमा त्यो पोखरी माथि त्यस्तै राम्रो होला लेक लाग्यो लेक आयो भन्न चाहिँ लेक लाग्यो ए हो सिधा बाटो
ए रहेछ सिधा चौर सिधा बाटो उयो त मौरे थाम हो अरे नि त ऊ परको हामी सबै जान्छौँ है है चरा होला पनि हैन आनो फोन हो मेमा आ खुट्टै खायो खुट्टा त अब चाहिँ हामी जाँदैछौँ अनि सिधा बाटो त कस्तो राम्रो रहेछ हामी त्यही छक्क पर्दै गइरहेछौँ मम्मी चाहिँ त्यहाँ फोन उठाउँदै हुनुहुन्छ खै कसले गरेको हो अनि आउनुहुन्छ बिस्तारै मम्मीहरूले त हामीलाई भेटाइहाल्नुहुन्छ नि भन्दै हामी गयौँ म र बुनु चाहिँ उस्तै हिँडिरहेछौँ अनि बाटोमै मैले गुराँसको बोट देखेँ गुराँस त फुलेको रहेछ तर मैले टिपिनँ राम्रो गुराँस चाहिँ नभेट्ने ठाउँमा रहेकोले अनि हामी अगाडि हिँड्दै थियौँ मम्मीहरू कति अगाडि पुगिसक्नु भएको रहेछ अनि हामी बिस्तारै बिस्तारै पछाडि हिँड्दैछौँ अहिले बुनुसँग वैशाख महिनामा गुराँस फुलिरहेको थियो अब हामी एउटा बिसाएको छौँ छैन जाँदै गर्दाखेरि यो चौरी या फिर के भन्छ यसलाई राम्रो थियो ढुङ्गाहरू सहितको राम्रो थियो यसमा यहाँ चाहिँ चौरीहरू चर्ने गर्छ चौरी गाई बस्तुहरू के लेकमा अझ हामी कुन डाँडा पारी जानुपर्ने हो त्यो हामीलाई थाहा छैन तर यसको भ्यू चाहिँ खत्रै लाग्यो मलाई बहिनीको चाहिँ जुत्ता फुस्केछ र बाँध्दैछ हामी अगाडि गयौँ मम्मी अगाडि गइसक्नु भएको छ हामीलाई छोडेर अनि हामी चाहिँ अगाडि गइरहेको थियौँ सानसानो बुनुहरू चाहिँ चौरीलाई देखेर रमाउँदै घुमिरहेछन् भने हामी पनि एकछिन बिसायौँ त्यहाँ सबैजना बिसाउने कुरा भयो अनि हामी सबैजना एकछिन बिसाउँ न त फोटोहरू खिचौँ भनेर हामी एकछिन बस्यौँ बुनुहरू उतातिर घुम्न गएका थिए अनि एकछिन बिसाएपछि चाहिँ लो हामी अब जाने भनेरै भयो एकछिन बिसायौँ हामी त्यसपछि हामी अलि माथि गएपछि चाहिँ यो रोड भेटियो यो रोड चाहिँ ठ्याक्क हामी सिप्दु आइपुगेका थियौँ यो सिप्दुबाट चाहिँ अब चाहिँ एउटै रोड रहेछ त्यहाँदेखि हामी एकछिन भए पनि हिँड्दै गयौँ घाम धेरै थियो अनि बिचरा एउटा बहिनीको चाहिँ गाला रातै भइसकेको रहेछ घामले अनि हामी हिँड्दै गयौँ रोड पनि अहिले बाढी पहिरोहरू आएर रोडहरू बिग्रिसकेको रहेछ यो धेरै उँभो लेकमा हामी आएका रहेछौँ जहाँ चाहिँ एउटा यो बाटो चाहिँ धेरै गाडीहरू हिँड्दैन रहेछ ट्र्याक्टरहरू केही नहिँड्ने रहेछ यो बाटोमा
हामी सबैजना भ्यूहरू हेर्दै रमाउँदै गइरहेका थियौँ। अनि यो चाहिँ ठाउँ पुगेपछि थाहा हुन्छ कस्तो हुन्छ। तर हिँड्न चाहिँ धेरै नै हिँड्नुपर्ने रहेछ। बिहान हामी 5 बजीतिर हिँडेको, यतिखेर भइसक्यो हामी चाहिँ अहिलेसम्म पुगेका थिएनौँ। पुग्छौँ भन्ने लागेको थियो, तर यो बाटोबाट चाहिँ धेरै नै टाढा पर्दो रहेछ। अनि अगाडिको भाइ चाहिँ मभन्दा छिटो हिँडिरहेको थियो। अनि हामी जे भए पनि बिस्तारै गयौँ। पछाडि हामीभन्दा पछाडि अझ मान्छेहरू आइरहनु भएको थियो। एकछिन बिसाइरहनु भएको थियो। तर मम्मीहरू चाहिँ हिँड्नुभयो नबिसाइकन। मम्मी आन्टीहरू चाहिँ। अनि हामी गयौँ। यहाँ कोही भन्नुहुन्छ ऊ त्यो डाँडा पल्लो डाँडामा छ भनेर बाने। तर अहिलेसम्म पुग्दाखेरि हेर्दा थकाइको कारणले चाहिँ अलि गाह्रो भएको थियो। ऊ त्यो तलको चाहिँ स्कुल भन्ने लाग्यो मलाई। स्कुल भन्नुहुन्थ्यो। यो ठाउँमा चाहिँ रहेछ स्कुल। तर त्यो अघि हामी आएको ठाउँ ढुङ्गेमा चाहिँ स्कुल चाहिँ तलै पुग्नु पर्थ्यो कि यहाँ आउनु पर्दो रहेछ। हामी चाहिँ अब बाने आइपुग्यौँ। बानेको त्यहाँनिर चाहिँ एउटा मन्दिर थियो। अनि यहाँनिर हामी अब गयौँ। यहाँ चाहिँ हामीले चर्च जस्तो काइन्ड अफ देख्यौँ र यही हो बानेको पोखरी। हामी चाहिँ त्यसपछि पहिला एकछिन थकाइ मारेर हामी पर एउटा मन्दिरमा गयौँ र त्यहाँ दान गर्ने सोच्यौँ। त्यहाँ पैसाहरू चढाउने सोच्यौँ र हामी फेरि फर्केर आएर बसिरहेका थियौँ। यहाँ चाहिँ सबैजना मिलेर त्यो लेकमा पाउने सेरखाम जो महीको बनेको हुन्छ त्यो खाँदै थियौँ। एउटा ठाउँमा आयौँ अनि हामी थुक्पा खायौँ। कसैले चटपटे भने उतातिर चाहिँ चटपटे, यता हामी खाँदैछौँ र हामीले एकछिन फोटोहरू खिच्यौँ, निहाल्यौँ, हेऱ्यौँ। अब चाहिँ हामी घर फर्कने कुरा भयो। अनि हामी चाहिँ अहिले घरतर्फ लाग्दैछौँ। कस्तो लाग्यो भिडियो? मन पर्यो लाइक गरिदिनु होला। थ्याङ्क यू।